सोच राख्नु भएको छ भने अब स्यालेरी यति हो त्यति तपाईँको स्यालेरीको मात्रै कुरा हुँदैन क्या। मैले तपाईँहरू साथीहरू सबैलाई भन्ने गर्छु नि, वनरक्षकको तपाईँले यहाँ काठमाडौँ उपत्यकाको कुरा गर्नुहुन्छ भने काठमाडौँ उपत्यकामा तपाईँले वनरक्षकको जागिर खानुभयो भनेपछि तपाईँलाई रासन दिया हुन्छ, त्यसपछि गएर तपाईँलाई चाहिँ क्वार्टर दिया हुन्छ बस्नलाई होइन। रासन र क्वार्टर दिएपछि तपाईँलाई 20,000 को काम गर्छ त्यसले। तपाईँको वनरक्षकको तलब 24,000 भयो भने 24 र 20 ले 44,000 भएन हो। म त्यही भन्ने गर्छु साथीहरूलाई क्या, वनरक्षकको जागिर खानु भनेको अफिसरको जागिर बराबर हो क्या। तपाईँले 10,000 कै कोठा भाडा लिएर काठमाडौँमा बस्नु पर्यो अफिसर भइसकेपछि र चाहिँ तपाईँको अर्को 5-7 हजार चाहिँ खानामा खर्च गर्नुभयो भनेपछि तपाईँलाई 6,000 त रासन दिन्छ, 10,000 को चाहिँ रुम भाडा त्यो के भन्छ क्वार्टर दिएपछि तपाईँलाई चाहिँ 20,000 को काम गरेको त्यसले। त्यही कारण तलब कति हो, तलब चाहिँ नपुग्ने हो कि तलब थोरै हुने हो कि भन्ने त तपाईँले कुरा गर्न भएन। किनभने तपाईँ हामी वनरक्षकको तेस्रो तहको जागिर खाएपछि त अफिसरको 8औं तहको जस्तो तलब खोजेर त भएन नि। तर तपाईँको 24,000 24,000 को अराउन्डमा हुन्छ। त्यसपछि जिल्ला अनुसार जिल्लाको दर रेट अनुसार फरक फरक जिल्लामा फरक फरक दरको चाहिँ रासन हुन्छ होइन। रासन चाहिँ फरक फरक जिल्लामा फरक फरक दर अनुसारको रासन हुन्छ। प्रति महिना 6-7 हजार त्यस्तै अराउन्डमा चाहिँ 6-7 हजारको पेरिफेरीमा हुन्छ यहाँको हकमा, र दुर्गम क्षेत्रहरूमा जस्तै हुम्लातिर कालीकोटतिर तपाईँको 18-19 हजारसम्म पनि हुन्छ रासन। त्यो रासन खानालाई चाहिँ प्रत्येक महिना तपाईँहरूलाई दिइरा हुन्छ र चाहिँ बस्न क्वार्टर हुन्छ। अब अरू सेवा सुविधाहरू छन्, तलब चाहिँ 24,000 को अराउन्डमै हुन्छ। अनि अर्को डेटको लागि 2081 राखेको छ नि सर भन्नुभएको छ। त्यो कुरा मैले तपाईँहरूलाई भन्न भुलेँ है। यो चाहिँ तपाईँको त्यो लोकसेवा आयोगले मिस्टेक गरे हो, पछि सच्याएर वेबसाइटमा लोकसेवाको वेबसाइटमा आएको छ। यो 2082 साल 11 महिना चाहिँ तपाईँको 27 गतेसम्म 2082 साल 11 महिना 27 गतेसम्म चाहिँ तपाईँको फर्म भर्ने म्याद हो है। फर्म भर्ने चाहिँ तपाईँको म्याद यो भन्नुभएको छ सायद साथीहरूले, यही भन्नुभएको छ होइन। पाठ्यक्रम लागू हुने मिति भयो। विज्ञापनमा त्यो छ तपाईँहरूले त्यो विज्ञापनमा चाहिँ दरखास्त दस्तुर दिने अवधि अन्तिम मिति चाहिँ तपाईँको 2081 साल 11 महिना 27 गते भएको छ। त्यो 82 हो। तपाईँ लोकसेवा आयोगले फेरि सच्याएर तपाईँको त्यहाँ वेबसाइटमा राखिसकेको छ है। गोर्खापत्रमा चाहिँ तपाईँको 81 साल छापिएको छ, त्यो मिस्टेक हो है। तपाईँहरू फेक हो कि भनेर चाहिँ के गर्नु भएको छ सर, फिजिकलमा क्लासमा ट्रेनिङ पनि हुन्छ कि भन्नुभएको छ, हुन्छ कि नै भन्नुभएको छ। अब गत साल चाहिँ हामीले फिजिकल हाम्रो नेपाल प्रहरीको इन्सपेक्टर एकजना सर हुनुहुन्थ्यो, उहाँबाट फिजिकल गराएको थियौँ। अब यो पटक चाहिँ के हुन्छ मैले पनि बुझ्नुपर्छ है, मलाई पनि ठ्याक्कै थाहा छैन। यहाँ एकचोटि हामी बुझेर तपाईँहरूलाई भोलिको क्लासमा भन्छु मैले। त्यो फिजिकलमा रनिङ गराउने, पौडी खेलाउने, रुख चढाउने क्लास हुन्छ कि हुँदैन भन्नुभएको छ सायद। त्यो कुरा चाहिँ तपाईँहरूलाई मैले भोलि भन्ने भएँ है। र जोयान्स है, अब यो द्वितीय चरणको लिखित परीक्षा प्रथम चरण बुझ्नुभयो तपाईँहरूले होइन। फिजिकल 50 पूर्णाङ्क हुन्छ, 50मा चाहिँ तपाईँ हामीले 50 नम्बर पनि ल्याउन सक्ने हुन्छ। त्यस कारण फिजिकलमा विशेष ख्याल गर्नुपर्ने हुन्छ तपाईँहरूले। र यसमा आइसकेपछि द्वितीय चरणको लिखित परीक्षामा आइसकेपछि तपाईँहरूको के हुन्छ भने त्यो लिखित परीक्षा चाहिँ यस्तो छ है। त्यो लिखित परीक्षा चाहिँ तपाईँलाई लिखित परीक्षा चाहिँ 60वटा एमसीक्यू मल्टिपल चोइस क्वेसन्स हुन्छन्। 60वटा चाहिँ तपाईँलाई वस्तुगत प्रश्नहरू हुन्छन्। वस्तुगत प्रश्न भनेको जस्तै तपाईँको वनरक्षकले गर्ने मुख्य काम देखाएका मध्ये कुन हो? अप्सन ए गस्ती गर्ने, अप्सन बी अफिसको सरसफाइ गर्ने, अप्सन सी कार्यालयको ढोका खोल्ने बन्द गर्ने, अप्सन डीमा माथिका सबै भने हुन्छ है। तपाईँहरूलाई क्वेसन सोद्धाखेरि त्यही त्यस्तै क्वेसन सोध्ने हो है। तपाईँहरूलाई क्वेसन सोद्धाखेरि वनरक्षकले गर्ने मुख्य काम देखाएका मध्ये कुन हो भनेर सोध्या हुन्छ होइन। अप्सन ए मा चाहिँ गस्ती गर्ने, बीमा चाहिँ कार्यालयको सरसफाइ गर्ने, सीमा कार्यालय खोल्ने बन्द गर्ने, डीमा माथिका सबै भने हुन्छ। साथीहरूले गस्ती गर्ने क्वेसन एन्सर लेख्नु भएको छ, एकदमै सही एन्सर लेख्नु भएको छ। गस्ती गर्ने हो यस्ता अब्जेक्टिभ क्वेसन, मल्टिपल चोइस क्वेसन, वस्तुगत बहुवैकल्पिक प्रश्न भन्छ हो। त्यो त्यस्ता खालका क्वेसनहरू तपाईँ 60वटा सोध्छन्, जुन चाहिँ 0.5 अङ्कका दरले प्रत्येक प्रश्नको 0.5 अङ्कको दरले चाहिँ 30 पूर्णाङ्कको चाहिँ के हुन्छ त्यो परीक्षा हुन्छ है। त्यसमा चाहिँ तपाईँहरूले 12 अङ्क ल्याउनु हो भने उत्तीर्ण हुनुहुन्छ। यहाँ हेर्नुहोस् है, अब तपाईँहरू के भन्नुहुन्छ भने सर मैले फिजिकलमा 50मा 50 ल्याएँ, अब लिखितमा पनि तपाईँको के गरेँ त 40वटा मिलाएँ। 40वटा भनेको त 20 नम्बर आउनुपर्ने हो। 50 र 20ले 70 नम्बर ल्याएँ जोड्दाखेरि मैले, तर नाम निस्किएन भन्नुहुन्छ है। यो हुँदैन। तपाईँहरूले फिजिकलमा एक्सिलेन्ट ल्याउने साथीहरू एक्सिलेन्टको चाहिँ टप कम्पिटिसन हुन्छ क्या। जो साथीहरू फिजिकल एक्सिलेन्ट ल्याउनु भएको छ अथवा फिजिकलमा 50 ल्याउनु भएको छ, तपाईँहरू मध्ये अनि लिखितमा कसले राम्रो गर्ने उसले जागिर खाने भन्ने हो क्या।
कुरो बुझ्नुभयो नि। फिजिकलमा एक्सिलेन्ट ल्याउनै पर्यो, फिजिकलमा 50 मा 50 ल्याउनु पर्यो यहाँहरूले। अनि फिजिकलमा एक्सिलेन्ट ल्याइसकेपछि एक्सिलेन्ट ल्याउने साथीहरू मध्येबाट चाहिँ जसले लिखित र इन्टरभ्यू, जसले लिखित र अन्तर्वार्ता राम्रो गर्नुहुन्छ यहाँहरूको चाहिँ के हुने हो, जागिर हुने हो भन्ने हो है। अब थोरै पाठ्यक्रमको बारेमा छलफल गरेर म तपाईँहरूका क्वेसन लिन्छु, एकैछिन यहाँ ख्याल गर्नु है। यो द्वितीय चरणको लिखित परीक्षा बुझिहाल्नुभयो, 60वटा क्वेसन आउँछन् यहाँहरूलाई। 60वटा फर्म भर्दा डकुमेन्ट कुन राम्रो हुन्छ सर? एक डिप्लोमा इन सिभिल को कि एसई को को डकुमेन्ट भन्नुभएको छ। तपाईँले 1 कक्षा 8 कक्षाभन्दा माथिको डकुमेन्ट राख्न पर्यो होइन। यो यसले राम्रो गर्छ कि गर्दैन, अथवा यो माथिल्लो योग्यता राख्दाखेरि त्यसले के असर गर्छ अथवा के फरक पर्छ भन्ने कुराले चाहिँ तपाईँहरूलाई केही अर्थ राख्दैन है। तपाईँहरूले 8 कक्षाभन्दा माथिको जुनसुकै सर्टिफिकेट राख्दा पनि त्यसले ठुलो इम्प्रेसन केही पनि पार्दैन। तपाईँहरूले विषयवस्तुमा राम्रो गर्नुभयो, फिजिकल एक्सिलेन्ट गर्नुभयो, विषयवस्तु राम्रो गरेर चाहिँ अब्जेक्टिभ क्वेसन राम्रो मिलाउनु भयो भनेपछि तपाईँको सर्टिफिकेटले त्यहाँनिर फरक पर्दैन। 8 को मात्रै भए पनि पुग्छ है। 8 कोले पुग्छ सर भन्नुमा चाहिँ पुग्छ। तपाईँहरूले कक्षा 8 पास गरेको सर्टिफिकेट भयो भने पुग्छ है। ल अब यो लिखित परीक्षामा पाठ्यक्रममा के कुराहरू छन् भनेको छ यहाँनिर हेर्नुहोस् है। यहाँ थोरै सरसर्ती म भन्छु तपाईँहरूलाई। मधेस प्रदेशमा पाइने वन जङ्गल वनस्पतिहरूको किसिम र प्रजातिहरूबारे जानकारी भनेको छ। हेर्नुहोस् है, यहाँ यदि तपाईँहरूले मधेस प्रदेशमा पाइने मुख्य प्रजातिहरू के, मुख्य चाहिँ तपाईँको प्रजातिहरू कस्ता किसिमका चाहिँ जङ्गल पाइन्छ त्यहाँ होइन, कतिदेखि कति उचाइसम्मका चाहिँ जङ्गलहरू मधेस प्रदेशमा, कतिदेखि कति उचाइसम्म पाइने खालका बिरुवा अथवा साल, सिसौ, खैर कस्ता प्रजातिका बिरुवाहरू चाहिँ मधेस प्रदेशको जङ्गलमा पाइन्छन् त्यसका बारेमा चाहिँ सामान्य जानकारी, ती प्रजातिहरूको बारेमा जानकारी भनेको छ मधेस प्रदेशको टपिक नम्बर 1 मा। यहाँनिरबाट चाहिँ तपाईँहरूलाई मधेस प्रदेशमा पाइने मुख्य प्रजाति दिएका मध्ये कुन हो? अप्सन ए साल, अप्सन बी खैर, अप्सन सी मा सिसौ, अप्सन डी माथिका सबै। यस्ता खालका क्वेसनहरू तपाईँहरूलाई सोधेर हुन्छ। यस्ता चाहिँ तपाईँको केबाट त यो टपिक्सबाट है। सुकरातजीले अप्सन डी भन्नुभएको छ हो सर, कमलेशजीले पनि डी भन्नुभएको छ। यसरी चाहिँ यहाँहरूलाई क्वेसन सोध्ने हो यो प्रजातिबाट, यो चाहिँ टपिक्सबाट है। यसका बारेमा चाहिँ जानकारी बनाएको छ। त्यसपछि गएर नम्बर 2 मा मधेस प्रदेशमा पाइने जडीबुटी तथा गैरकाष्ठ वन पैदावारहरूको उपयोगिता, परिचय र उपयोगिता भनेको छ। जडीबुटी तथा गैरकाष्ठ वन पैदावार भनेको छ है। भोलि हामी वन त्यो टपिक्समा पढ्दाखेरि काष्ठ वन पैदावार के हो, गैरकाष्ठ वन पैदावार के हो होइन, जडीबुटीहरू मध्येमा चाहिँ के हो जडीबुटीहरू मधेस प्रदेशमा पाइन्छन्, तिनी कुराहरू हामी मधेस प्रदेशमा पाइने चाहिँ गैरकाष्ठ वन पैदावारको टपिक्समा चाहिँ हामी छलफल गर्छौँ, पढ्छौँ है। यसमा चाहिँ तपाईँको गैरकाष्ठ वन पैदावार भनेको काठ दाउरा बाहेकको वन पैदावार होइन। काष्ठ हामी बुझिहाल्छौँ, भोलि हामी टपिक्समा छलफल गर्दाखेरि पनि पढ्छौँ। काठ दाउरा बाहेकका अन्य वनबाट पाइने पैदावार अथवा वनबाट निकालिने, वनमा पाइने चाहिँ अन्य जडीबुटी होइन, जडीबुटीहरू, त्यसपछि वन्यजन्तुको आहार वन, यिनीहरू चाहिँ केमा पर्छन् त? गैरकाष्ठ वन पैदावारमा पर्छन्। त्यसका बारेमा चाहिँ सामान्य जानकारी अथवा त्यसका बारेमा चाहिँ त्यसको सामान्य परिचय बनाएको छ है। त्यसै गरी दिगो वन व्यवस्थापन पद्धतिको बारेमा सामान्य जानकारी बनाएको छ है। पहिले योभन्दा अगाडि वैज्ञानिक वन व्यवस्थापन पद्धति थियो होइन। वैज्ञानिक वन व्यवस्थापन पद्धति चाहिँ त्यो फेज आउट भएपछि, वैज्ञानिक वन व्यवस्थापन पद्धति चाहिँ हटेपछि चाहिँ अहिले दिगो वन व्यवस्थापन पद्धति आएको छ, जस अन्तर्गत चाहिँ वनलाई चाहिँ दिगो लामो समयसम्म होइन हामीले र हाम्रा चाहिँ भोलि भावी सन्ततिहरूले पनि तपाईँको चाहिँ प्रयोग गर्न पाउने गरी कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरू छन्। तिनी कुराहरू हामी दिगो वन व्यवस्थापन बारे सामान्य जानकारीमा पढ्छौँ। यो 3 नम्बर टपिकले त्यो भनेको छ है। त्यसै गरी 4 मा भनेको छ वनमापन। हेर्नुहोस् है, यो एकदमै इम्पोर्टेन्ट टपिक छ तपाईँहरूलाई। अहिलेसम्म हेर्नुहुन्छ भनेपछि अलि बढी क्वेसन सोध्ने टपिक्स तपाईँको ऐन भन्दा पछाडिको यो टपिक्स छ है। यसमा चाहिँ तपाईँहरूसँग एकदमै डिटेलमा जान्छौँ हामी, 2-3 दिन लाग्ने टपिक्स हो यो। यहाँ हेर्नुहोस् है, यहाँ वनमापन होइन, वनमापनमा के गरिन्छ, रुखको के नापिन्छ, व्यास नापिन्छ कि गोलाइ, व्यास भनेको के हो, गोलाइ कसरी नापिन्छ, कति उचाइमा चाहिँ व्यास नाप्ने गर्नुपर्दछ होइन, यिनी कुराहरू हामी यसमा पढ्छौँ। त्यसपछि छपान के हो, छपान किन गर्ने, छपान गर्दा कुन टाँचा लगाउने, छपान गर्दाखेरि चाहिँ तपाईँको न्यूनतम कुन दर्जाको कर्मचारीले छपान गर्न सक्छ लगायतका कुराहरू चाहिँ यिनी यो टपिक्समा पढ्छौँ। अनि कटान छपान भइसकेपछि छपान चेक जाँच पछाडि कटान आदेश आउँछ डिभिजन 1 कार्यालयबाट होइन। अनि त्यसपछि कटान कसरी गर्ने, कटान गर्दा केमा कुरामा ख्याल गर्ने, मुछान के हो, टुनटुक्रा पार्ने काम होइन, त्यो टुनटुक्रा पार्दाखेरि के कुरामा ख्याल गर्नुपर्छ। त्यसै गरी घाटगद्दी भनेको के हो, घाटगद्दी स्थलमा चाहिँ कस्तो स्थलमा घाटगद्दी स्थल राख्न पाइँदैन, कस्तो ठाउँमा, यसको बारेमा चाहिँ हामीले सामान्य जानकारी यो टपिक्समा
पर्छ है। त्यसै गरी माउरुक पहिचान, बिउ सङ्कलन, बिरुवा उत्पादन, बिउ सङ्कलन, नर्सरी कार्य, बिरुवा उत्पादन र वृक्षारोपण भन्ने टपिक छ। यो टपिक हेर्नु त, हेर्दा सानो यो एक लाइनमा छ। यो टपिकले चाहिँ तपाईँको पुरै चाहिँ के भन्छ, विषयवस्तुहरू धेरै वृहत विषयवस्तुहरू समेटेको छ। यसमा चाहिँ माउरुक के हो, माउरुक किन चाहिँ तपाईँको राख्ने होइन, अनि माउरुकबाट चाहिँ बिउ सङ्कलन गर्ने कुराहरू, माउरुक त तपाईँको पुनरुत्पादनका लागि होइन, फेरि वन बनाउन अथवा पुनरुत्पादन गर्नका लागि चाहिँ आवश्यक पर्ने बिउको लागि छुट्याएको रुख माउरुक हो लगायतका कुराहरू चाहिँ यो टपिकमा हामी छलफल गर्छौँ। त्यसै गरी जैविक विविधता र संरक्षण सम्बन्धी मुख्य चुनौतीहरू बारेमा सामान्य जानकारी भनेको छ। हेर्नुहोस् है, जो फेसबुक लाइभमा आउने साथीहरू हुनुहुन्छ, जो साथीहरू यहाँबाट जोडिनु भएको छ, यहाँ सबै साथीहरूलाई मैले आजको क्लास ओरिएन्टेसनै क्लास हो, यसमा चाहिँ अब थोरै सर क्लास जोइन गर्न कति पैसा लाग्छ भन्नुभएको छ पवन कुमार रजतले। पवन एकैछिनमा हाम्रो यहाँ मैले थोरै अब 10 मिनटमा क्लास सघाउँछु, त्यसपछि हाम्रो मिना म्याम, मिना रायमाझी म्याम आउनुहुन्छ, म्यामले चाहिँ भन्नुहुन्छ है एकैछिन ल। मानव वन्यजन्तु बिचको द्वन्द्व दुर्लभ तथा प्रतिबन्धित जैव विविधता संरक्षण सम्बन्धी मुख्य चुनौतीहरूको बारेमा सामान्य जानकारी भन्ने टपिक छ। यो टपिकमा हामी रहेर छलफल गर्छौँ यहाँहरूसँग है। त्यसै गरी दुर्लभ तथा प्रतिबन्धित वन्यजन्तुहरू र वनस्पतिहरू भनेको छ, जो साइटिस अनुसूचीमा सूचीकृत समेत भनेको छ। साइटिस भनेको चाहिँ तपाईँको वन्यजन्तुहरू र वनस्पतिहरूको चाहिँ, वन पैदावारहरूको चाहिँ अवैध व्यापार रोक्ने एउटा चाहिँ के हो त, महासन्धि हो। यो महासन्धिमा रहेका वनस्पति र बिरुवाहरू भन्ने छ सँग सम्बन्धित टपिक छ। त्यसै गरी जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलन भनेको छ। जलवायु परिवर्तन के हो होइन, जलवायु सामान्य कुराहरू हो। यसमा तपाईँहरूले हामीले चाहिँ यो धेरै पछाडि त कोप सम्मेलन त्यतासम्म जानु पर्दैन। सामान्यतया कोप सम्मेलन कहाँबाट सुरु भयो, अन्तिम पटक कहिले कहाँ भयो, अब कहिले हुँदैछ भन्ने सम्बन्धका कुराहरू चाहिँ हामीले यसमा पढ्छौँ। सगरमाथाको आधार शिविर, ल भन्नुहोस् त एक दुईजना साथीहरू, म एउटा क्वेसन सोध्छु। सगरमाथाको आधार शिविर काला पत्थरमा चाहिँ मन्त्री परिषदको बैठक, यो जलवायु परिवर्तन सम्बन्धी सगरमाथाको आधार शिविर काला पत्थरमा चाहिँ मन्त्री परिषदको बैठक कहिले बस्छ भन्नु त? लाइक एकैचोटि तपाईँहरू जान्ने साथीहरूले भन्नु त। जलवायु परिवर्तनसँग सम्बन्धित नेपालको सर एक च्याप्टरबाट कति क्वेसन, यो सम्भव भएसम्म चाहिँ सबैमा बराबरी हुने गरी सोध्ने भनेको छ। यो चाहिँ तपाईँको लगभग 3-4वटा क्वेसन छ। कुनै कुनै टपिक्समा चाहिँ 5-6वटा पनि हुन्छ र कुनैमा 1-2टा पनि हुन्छ। त्यो चाहिँ ब्यालेन्स मिलाएर उहाँहरूले सोधिरहेको हुन्छ है। विक्रम 2066 साल मुसिर 19 गते भन्नुभएको छ। धेरै साथीहरू, सबै साथीहरूले मिलाउनु भएको छ है। हो यस्ता क्वेसनहरू तपाईँहरूलाई यो टपिक्सबाट सोध्ने हो। त्यसै गरी मानव वन्यजन्तु बिचको द्वन्द्व व्यवस्थापन र न्यूनीकरण अथवा भनेको छ होइन त। मानव र वन्यजन्तु बिचको द्वन्द्व किन हुन्छ होइन, के कारणले गर्दा हुन्छ, यसको व्यवस्थापन कसरी गरिन्छ भन्ने कुराहरू चाहिँ यस टपिकमा हामी पढ्छौँ। यहाँ चाहिँ यो एकदमै तपाईँहरूलाई बन्नसँग जागिर खाना भनेको धेरै साथीहरू हेल्प गर्नु होला। यो बन्नसँग जागिर खाना चाहिँ एकदमै तपाईँहरूलाई एकदमै बेसिक कुराहरूको चाहिँ, आधारभूत कुराहरूको चाहिँ ज्ञान हुन जरुरी छ। त्यो कुराहरू चाहिँ तपाईँहरूले ख्याल गर्नु होला। यसमा हामी बेसिक कुरालाई चाहिँ छुटाउँदैनौँ है। मानव वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण, मानव र वन्यजन्तु बिच के कारणले द्वन्द्व हुन्छ होइन, यसको न्यूनीकरण गर्न हामी के गर्न सक्छौँ, यिनी कुराहरू चाहिँ यो टपिकमा हेर्छौँ हामी। त्यसै गरी वन पैदावारहरूको ओसार पसार, काँचा, सिल, दरपिट, छोडपूर्तिबारे सामान्य जानकारी भन्ने छ यो टपिक। हेर्नु त, काँचा के हो होइन, काँचा कति प्रकारका हुन्छन्, सिल के हो कति प्रकारका हुन्छन्, दरपिट भनेको के हो, कसले गर्छ होइन, किन गरिन्छ, छोडपूर्ति भनेको के हो, छोडपूर्ति कसले प्रदान गर्छ, कसले दिन्छ छोडपूर्ति होइन। जस्तै डिभिजनल वन अधिकृतले डिएफओले चाहिँ वन पैदावारहरू ओसार पसार गर्न दिने यो इजाजत पत्र हो छोडपूर्ति भनेको है। त्यसमा हामी टपिक्समा छलफल गरिहाल्छौँ। यो डिएफओले दिन्छ, यो चाहिँ दरपिट कसले गर्छ, सिल किन गरिन्छ, जिल्लाभित्र वन पैदावार ओसार पसार गर्दा सिल प्रयोग गर्नुपर्छ कि पर्दैन, यिनी कुराहरू चाहिँ तपाईँहरूलाई यो टपिकमा हामी छलफल गर्छौँ है। त मध्य प्रदेशमा पर्यटन विकासका सम्भावना र चुनौतीहरू के सम्भावना छन् त मध्य प्रदेशमा पर्यटनसँग सम्बन्धित, यो बारेमा पनि हामी छलफल गर्छौँ। अब चुरे संरक्षण, यो एकदम टपिक छ यसमा तपाईँहरूलाई है भन्ने कुराहरू चाहिँ यो टपिक पढ्छौँ। यसै गरी अब 13 नम्बरमा राष्ट्रिय वन, यो चाहिँ सरकारद्वारा व्यवस्थित यो राष्ट्रिय वनका चाहिँ 6 प्रकारहरूको बारेमा चाहिँ हामी छलफल गर्छौँ है। र वन संरक्षणमा देखिएका मुख्य समस्या चुनौतीहरू, यो डढेलो होइन, चोरी शिकार नियन्त्रण, वन जङ्गल चरीचरण, अनियन्त्रित चरीचरण, यिनीहरूको बारेमा चाहिँ यो टपिकमा चाहिँ हामी छलफल गर्छौँ। ल हेर्नु त, वन अपराध नियन्त्रण गर्दा, वन क्षेत्रमा गस्ती गर्दा के कुरामा ध्यान दिनुपर्छ, त्यसै गरी के कानुनहरू, वनसँग सम्बन्धित अपराध नियन्त्रण गर्नलाई के कानुनहरू हुन्छन्,
तिनी कानुनहरूको बारेमा यिनै टपिक्सहरू हिरासत व्यवस्थापन यो टपिक छोटो छ धेरै इम्पोर्टेन्ट छ यो यिनै टपिक्सहरूमा चाहिँ रहेर तपाईँ हामी चाहिँ छलफल गर्छौँ अब वन विकाससँग सम्बन्धित प्रचार प्रसार सामग्रीहरू के सामग्रीले प्रचार प्रसार गर्न सकिन्छ यिनै कुराहरूको बारेमा चाहिँ लिएर हामी थोरै छलफल गर्छौँ र भोलि पनि म तपाईँहरूलाई यो पाठ्यक्रमको थोरै अझै वृहतमा जानकारी दिएर चाहिँ तपाईँहरूलाई एउटा टपिक्सबाट सुरु गर्छु है भोलिबाट तपाईँहरू एकदमै सबै साथीहरू चाहिँ के गर्नु होला समयमै जोइन हुनु होला समयमै क्लास हाम्रो कक्षा 6 बजे चाहिँ सुरु भइसकेको हुन्छ तपाईँहरू 6 बज्दाको समयमा चाहिँ तपाईँहरू उपस्थित भइसक्नु होला भोलिबाट म एकदमै टपिक्समै जान्छु एकदमै हामी चाहिँ टपिक्सबाटै गएर भोलिबाट 0 देखि क्लास सुरु हुन्छ तपाईँहरू भोलि चाहिँ समयमै आउनु होला र तपाईँहरूलाई यो क्लास के हो कसरी हो फिजिकल क्लास कहिले हुन्छ यसको चाहिँ तपाईँको फी कति हो भन्ने लाग्छ तपाईँहरूसँग चाहिँ यहाँको सम्पर्क नम्बर छैन भने हाम्रो इन्टर क्लासको यो फोन नम्बर 98570 है 98570 84 808 नम्बरमा चाहिँ तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो मिना रायमेजी म्यामको नम्बर हो यो तपाईँलाई चाहिँ अघि धेरै साथीहरूले सोध्नु भएको छ यहाँ मलाई आई टेस्ट पछि काम लाग्छ सर भन्नुभएको छ अहिले किन गर्नुहुन्छ त पछि गर्नु तपाईँलाई आँखामा त्यस्तो ठुलो समस्या छैन भनेपछि आई टेस्टमा तपाईँहरू डराउनु पर्दैन चिन्ता मान्न पर्दैन कलर भिजन हस्पिटलमा चेकको रिपोर्ट ल्याए त ल्याए चेक गर्छ भन्नु म गर्दैन तपाईँले हस्पिटलको रिपोर्ट लाने हो त्यहाँनिर तपाईँले त्यहाँ भित्तामा पर भित्तामा चाहिँ रातो कालो अक्षर लेखेको देख्नुहुन्छ नि त रातो कालो रङ त छुट्याउन सक्नुहुन्छ नि त्यो तपाईँलाई त्यसमा समस्या हो है यो नम्बरमा सम्पर्क गर्नु होला र तपाईँलाई कसको नम्बर हो त्यो 84808 नम्बर है यो नम्बरमा तपाईँहरूले सम्पर्क गर्नु होला यो नम्बरमा तपाईँहरूले सम्पर्क गर्नुभयो भने 98570 84 808 भनेर 4 लेखेको छु कि मैले यहाँ चाहिँ 98570 84 808 यो नम्बरमा सम्पर्क गर्नु होला तपाईहरुसँग मिना म्याम एकैछिन यहाँ कुरा गर्नुहुन्छ तपाईहरु धेरै साथीहरुले सर अरु प्रदेशको भ्याकेन्सी कहिले खुल्छ भन्नुभएको छ यो अरु प्रदेशको भ्याकेन्सी चाहिँ उहाँहरुको शेड्युल अनुसार उहाँहरुको तालिका अनुसार उहाँहरुले खुलाउनुहुन्छ र अरु यो क्लाससँग सम्बन्धित सर अरु प्रदेशको भ्याकेन्सी कहिले खुल्छ भन्नुभएको छ सर यो कोप 30 को